यो बुढो मान्छेलाई आज साह्रै गाह्रो भएको छ। बिहान बिहानै उज्यालो पनि नभइकन चिसो पानी मान्नु आएको। यसपालि गर्मी महिनामा पनि के साह्रो जाडो महिना फलेको हो कुनि थाहै छैन हो। आँप खानुपर्ने म्याङ्गो फलेछ, स्याउ खानुपर्ने अङ्गुर झरेछ। बुढो मान्छेलाई स्वर बनाउन आउँदैन, गीत पनि राम्रो छैन। मन पर्यो भने चाहिँ लाइक कमेन्ट र सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला है त। म पर्छु फुपीका बाउको मित भन्छ, तर फेरि रिसाउँदाखेरि चाहिँ मलाई यहाँ थिच भन्छ पाडे बाले। मलाई स्वर बनाउन आउँदैन है, बिचमा आउँछ फेरि नाक चुचे जैन्ते। नाक छोडे पनि के भन्नु, म आफ्नै भतिजो पर्छ। काका के भन्छ यो? तैँले खानु पाइनस्, मैले त खानु पाइरहेछ है केटा। यसपालि के बिहोली भएको पनि शिरको टोपी खोज्छ भन्छ। मौसमले के साह्रो च्यालेन्ज दिएको, खोया बिर्के खोज्छ। बत्तलमा हेर्न रित्तो पर्छ। भोलि मेरो यस्तै छ, मन पर्यो भने चाहिँ मेरो नाक यस्तै छ है साथी। हजुरहरू मभन्दा धेरै माथि हुनुहुन्छ, म के कुरा गर्नु। मेरो कपाल गुन्द्रुक छ। हाम्रो देशको राष्ट्रिय खाना भनेको ढिँडो र गुन्द्रुक होइन त, कि घान्द्रुक भन्छ त हो। घान्द्रुक त घुम्नु जानुपर्छ होइन। मेरो यस्तै छ सुर। अब ऱ्याप सुनिदिनु है त, हानिदिन्छ भिटेन भाइलाई पनि डिस म्याकी डक्स मेरो क्याट डिस। तर मलाई मनपर्छ यार हाम्रो स्कुलको मिस। हान्नु मन लाग्छ मुला सबलाई डिस पारिदिन्छु चान्स मिस। सुन अब भिटेन भाइ आइसक्यो तेरो दाइ गीत गाउनलाई। ए सुन भिटेन भाइ आइसक्यो तेरो दाइ डिस हान्नलाई अब मेरो ढाड थिच। आइसक्यो भिटेन भाइ तेरो दाइ गीत गाउनलाई अब मेरो ढाड थिच। पारिदिन्छु मुला सबलाई झाँस मिस। अन्धकार पारिदिन्छु म दिउँसे तारा झारिदिन्छु म दिउँसे तारा झारिदिन्छु म